हेलो दर्शन अनि नमस्ते। आज म तपाईँहरूलाई सिकाउन गइरहेको छु एआईबाट भिडियो कसरी बनाउने र कहाँबाट बनाउने। यो समयमा मलाई धेरै मेसेज पनि आएको थियो, फोन पनि आएको थियो। मैले फोन उठाउन नि सकिनँ र मेसेजको रिप्लाई दिन पनि सकिनँ, किनभने मसित टाइम थिएन। मेरो कामले गर्दा टाइम नभएको भएर मैले पनि आफूले भिडियो बनाउन नसकेर एआईबाट भिडियो कसरी बनाउने यो सम्बन्धी बुझेर केही भिडियोहरू बनाएर अपलोड गरेको थिएँ। कतिपयले कसरी बनाउने सर सिकाइदिनुहोस्, कतिपयले स्क्रिनसट पठाउनुहोस् कहाँबाट हो भन्नुहोस् भन्नुभएको थियो। आज चाहिँ म तपाईँहरूलाई एआईबाट भिडियो कसरी बनाउने यहाँ लिएर आएको छु। सबैभन्दा पहिला के गर्नु भने भिडियोलाई अन्तिमसम्म हेर्नु होला र के कस्तो लाग्छ लाइक कमेन्ट गर्नु होला र भिडियो मन परे एउटा सेयर पनि गर्नु होला र यसरी नै बनेन भने मलाई फेरि पनि कमेन्ट गर्नु होला, म फेरि पनि सजिलो तरिकाबाट बनाएर ल्याइदिनेछु। अब सबैभन्दा पहिला तपाईँ यहाँ मोबाइलको स्क्रिनमा हेर्नुहोस्। सबैभन्दा पहिला आफ्नो युट्युब ओपन गर्नुहोस्। युट्युबमा गइसकेपछि यहाँ तल देख्न सक्नुहुन्छ प्लसको आइकन, यसमा क्लिक गर्नुहोस्। यति गरिसकेपछि यहाँ माथि देख्न सक्नुहुन्छ तपाईँले एड साउन्डभन्दा पछाडि रातो गोलो घेराभित्र सेतो एउटा स्टारको जस्तो चार कुना भएको एउटा अप्सन, अनि अब हामीले यसमा क्लिक गर्छौँ है। अब यसमा क्लिक गरिसकेपछि यहाँबाट भिडियो बन्छ, फोटो बन्छ अनि म्युजिक पनि बन्छ। अब हामीलाई चाहिएको तल लास्टमा हेर्नुहोस् प्लसको आइकन। अब यहाँ आइसकेपछि मैले चाहिँ लेखेर राखेको छु, यहाँ केही लेख्नुपर्ने हुन्छ, म पेस्ट गर्छु। मालदाई र मङ्गलेको रमाइलो कुरा गर्दै गरेको भिडियो बनाउनुहोस्, यसरी लेखेर तपाईँले गर्न सक्नुहुन्छ। अब यहाँ फोटो हाल्नुपर्छ, हेर्नुहोस् है। मैले चाहिँ मेरो दुईवटा क्यारेक्टर छ, त्यही भएर दुईवटा फोटो हाल्छु। मङ्गले एउटा मालदाई, यसरी फोटो हालेर यहाँ हामीले यति लेखिसकेपछि लास्टमा चाहिँ एउटा इङ्ग्लिसको वर्ड लेख्नुपर्ने हुन्छ। मैले ए लेखेको छु, तपाईँले जे लेख्दा पनि हुन्छ है। यति गरिसकेपछि सबभन्दा पहिला फेरि मेरो नेटको समस्या, एकदम धेरै नेटको समस्या छ, त्यही भएर पनि तपाईँहरूमाझ मैले खासै मेसेजहरू, यो मेरो नेट एकदम स्लो छ यसमा यतिखेर, अनि त्यही भएर धेरै गाह्रो भएको हो। ल अब यति गरिसकेपछि हामीले अगाडि बढ्न सकिन्छ। यो इङ्ग्लिसमा वर्ड चाहिँ किन लेख्नु पऱ्यो भने यसरी हामीलाई अगाडि बढ्ने अप्सन दिँदैन, त्यही भएर एकचोटि इङ्ग्लिसमा लेखेपछि यसरी अगाडि बढ्ने अप्सन दिन्छ र हामी यसरी अगाडि बढ्न सक्छौँ। अब हामीले एकैछिन वेट गर्नुपर्ने हुन्छ, यहाँ आफ्नो टाइमिङ चल्दैछ। यो भिडियो बनाउन चाहिँ एकदम दिमाग लगाएर के बनाउने सोचेर बनाउनुपर्छ, किनभने दिनमा 6-7वटा भन्दा बढी भिडियो बन्दैन। बन्न पनि बन्छ अरू एपहरूबाट, र यसबाट तपाईँहरूले कोसिस गर्नुहोस् एकदम सजिलो, केही पैसा तिर्न नपर्ने, हरेक कुराहरूमा केही गर्नु नपर्ने। त्यही भएर मैले यहाँबाट सिकाउँदैछु। योभन्दा अरू पनि बनाउनु चाहनुहुन्छ भने फेरि पनि कमेन्ट गर्नु होला, म अर्को पनि भिडियो बनाएर ल्याउँछु, किनभने योभन्दा बाहिरी अप्सन पनि मैले कहिलेकाहीँ युज गर्छु। अब हाम्रो भिडियो ए मङ्गले अब त बिहे गर, बिहे त गर्ने हो मालदाई, तर मेरो बिहा गराउने जिम्मा तपाईँको है। भो त्यसो भए यत्तिकै ठिक छ। हाम्रो भिडियो रेडी भयो। ए मङ्गले अब त बिहे गर, बिहे त गर्ने हो मालदाई, तर मेरो बिहा गराउने जिम्मा तपाईँको है। भो त्यसो भए यसरी भिडियो सेभ हुन्छ। अब भए यत्तिकै ठिक छ। यहाँ लेखेर यो हटाएर यो लेखेर हामीले भिडियो बनाउन सकिन्छ। यसरी भन्छ एआईबाट भिडियो। यो धेरै ठुलो कुरा, धेरै गाह्रो कुरा पनि होइन। मेरो टाइम समय नभएको भएर मैले तपाईँहरूमाझ यो हरेकलाई मेसेजमा, तपाईँलाई एकजनाको मात्र मेसेज आएको थिएन मलाई, मैले देखाउन सक्थेँ, तर म यो पब्लिक गरिनँ। मलाई यहाँ 10-12जनाको मेसेज आइसकेको थियो, कसरी यो सर कसरी यो बनाउने सिकाइदिनुहोस्, कसैले भाइ कसैले बाबु, यो आफ्नो नाताअनुसार मलाई सबैले भन्नुभएको थियो। तर पनि मैले टाइम नभएको भएर आज भिडियो बनाएर ल्याएको छु। हेरेर साथ सपोर्ट दिनु होला र के कस्तो लाग्छ कमेन्टमा भन्नु होला। र यति गर्दा पनि जान्नु भएन या यसमा भएन भने मलाई कमेन्ट गर्नु, म फेरि अर्को माध्यमबाट सिकाउने छु है त। हस् त, नमस्कार।